थोरै पैसाले पनि पाइने अहिले 3.5 आनादेखि माथि आफूलाई आवश्यकता अनुसार काटेर लिनु मिल्ने। हजुर हो। अनि यहाँ कतिवटा टुकुरा कारोबार भइसकेको छ, कति बाँकी छ? हजुरले यहाँ मैले सुने अनुसार पछि म अलिकति टुकुराहरू त आफै पनि राख्छु भन्नुभएको छ, त्यो बारेमा पनि खुलाइदिनुस् न। अहिले हाम्रो 9 टुक्रा बुकिङ भइसकेको छ। हजुर अब बाँकी हामी लगभग अरू 9-10 टुक्रा चाहिँ बिक्री गर्दैछौँ। हजुर त्यस पछाडि चाहिँ हामी घर बनाउने। हजुर यो जग्गा किन्दै गर्दा यसको भविष्य के छ सर, त्यो पनि खुलाइदिनुस् न। भविष्य त पहिलो कुरो त थोरै सानो पुँजीले काठमाडौँमा घडेरी किन्न पाइयो। हजुर हो। त्यो पनि कुनै डुबान पर्दैन, पहिरो लाग्दैन, हाइटमा सबै भ्यू दृश्यहरू देखिने। काठमाडौँ शहरको एयरपोर्टदेखि सुन्धारा देखिन्छ, यता पाटनसम्म देखिन्छ, ललितपुर देखिन्छ, सबैतिर देखिने यो हरियाली वातावरण। एकदम सुन्दर ठाउँ, शान्त ठाउँ। त्यो हिसाबले यहाँ बस्नको लागि अति लायक। पहिलो कुरो त पैसाकै हिसाबले हेर्दा नि अब यो राजधानीमा चाहिँ यति सस्तो जग्गा, यति सुन्दर ठाउँमा कहीँ पनि पाइँदैन। हामी पाइँदैन यति राम्रो जग्गा छ। यो बाटो पनि हाइवे बाटो माथि बस चलिरहेछ, म देखिरहेको छु हैन। यसको बारेमा पनि खुलाइदिनुस् न सर। अब यो जोरपाटीदेखि पनि बस चल्छ, रुटको बस चल्छ। नारायणटारदेखि यहाँ शिवचोक हुँदै यो रुटको बसहरू चल्छ। यहाँ तपाईँको वडा कार्यालय यहीँ छ, स्वास्थ्य चौकी नजिकै छ। 2 मिनेटमा स्वास्थ्य चौकी पुगियो। अनि यहाँ ठुलो ठुलो हस्पिटलहरू पनि बन्दैछ। हाउजिङ हुँदैछ। हाउजिङ लगभग 100 पनि भन्दा बढीमा हाउजिङ बन्दैछ है सर। हजुर, त्यहाँ हाउजिङ बन्दैछ। त्यो हाउजिङ बनिसकेपछि यहाँको जग्गा भनेको यस्ता टुक्रा जग्गा चाहिँ बहुमूल्य हुन्छ कि। हो। हाउजिङमा त अलिक महँगो नै हुन्छ। अब हाम्रो चाहिँ यो पहिल्यै किनिराखेको जग्गा। अनि पहिल्यै किनिराखे सस्तोमा किने हुनाले अहिले हामीलाई यतिमा सस्तोमा दिँदैछ। ठिकै जग्गाको मूल्यमा टुक्रा जग्गा दिँदै हुनुहुन्छ। ढिकाको मूल्यमा टुक्रा पाइयो। यहाँ त वडाकै अवधारणा के छ नि, एक घर एक धारा। अब त्यो एक घर एक धारा पानीको। मोटर बाटोको लागि हेर्नु चाहिँ 1 मिनेट पनि लाग्दैन। मेन हाइवे बाटो मोडाका जग्गा, पूर्व र दक्षिण फेस गरेका जग्गाहरू, बिहानदेखि बेलुकासम्म घाम लाग्ने। बारी थियो पहिला, मकै बारी हो। यही सेम बारी देखिहाल्नु भयो। माथि पनि तल पनि मकै बारी। त्यो बारीलाई खाली बारीको कान्ला मात्रै मिलाएको। यो चाहिँ पहिरो लाग्ने पुरुवा केही छैन। यो कटिङको माटो हेर्नु पत्थर जस्तो छ। अब एकदमै चाहिँ अहिले तत्काल घर बनाएर बस्न सबै किसिमको सुविधा। आफ्नै निजी जग्गा हो। यसमा ढुक्क भएर लाल पूर्जा हेरेर सम्बन्धित मालपोत कार्यालयमा बुझेर लिन सक्नुहुन्छ। यसमा कहीँ कुनै समस्या छैन। हाम्रो आफ्नै लाल पूर्जाबाट हामी आफैलाई थिचेर दिने हो। यो अरूकोबाट अरू बिचमा राखेर बिचौलिया भएर काम गरेको होइन। त्यो हुनाले पनि सस्तो भयो के। अब यतिको जग्गा आएर एकचोटि फिल्ड भिजिट गर्नुहोस्। अब जमिन हेरिसकेपछि त्यो नलिने भन्ने नै आउँदैन कि। पुरै नै हुँदैन, मन परिहाल्छ। त्यो एकदमै मन पर्छ। कोही बिचको मान्छे कसैलाई लगाउनु परेन, बिचौलियाले ठग्ला भन्ने टेन्सन लिनु परेन। सिधा आफैले बुझेर हेरेर हामी जग्गा धनीसँग सम्बन्धितसँग कारोबार गर्न पाइयो। नमस्कार, यहाँलाई फेरि स्वागत छ घर जग्गा विज्ञापनमा। आजको विज्ञापन गर्ने क्रममा तपाईँलाई विश्वास नलाग्ला, काठमाडौँमै यति राम्रो जग्गा यति सस्तोमा जम्मा आनाको 9 लाखको भाउले 3.5 आनाको टुकुरा पाउनुहुन्छ। त्यो पनि 13 फुटे सरल बाटोमा पूर्व दक्षिण फेस गरेको जग्गाहरू, प्लटिङकै जग्गा 4 कुना चिटिक्क मिलाएर तपाईँलाई दिँदै हुनुहुन्छ है। अब यो जग्गाको बारेमा तपाईँलाई सम्पूर्ण जानकारी दिनेछु। सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिनु होला। यहाँ सम्बन्धित सर हुनुहुन्छ, उहाँसँग पनि कुराकानी गर्नु छ है। नमस्कार सर। नमस्कार। आरामै हुनुहुन्छ सर? हजुर आराम। यस्तो राम्रो जग्गा प्लटिङ गर्नुभयो चाहिँ कति रोपनीको प्लटिङ हो सर यो भन्दिनुहोस् त? 10 रोपनीको छ। 10 रोपनी है। कति आनाको टुकुराहरू छ सर यहाँ? यो अहिले 3.5 आनादेखि माथि आफूलाई आवश्यकता अनुसार काटेर लिनु मिल्ने। अब थोरै पैसाले पनि पाइने। हो। अनि यहाँ कतिवटा टुकुरा कारोबार भइसकेको छ, कति बाँकी छ? हजुरले यहाँ मैले सुने अनुसार पछि म अलिकति टुकुराहरू त आफै पनि राख्छु भन्नुभएको छ, त्यो बारेमा पनि खुलाइदिनुस् न। अहिले हाम्रो 9 टुक्रा बुकिङ भइसकेको छ। अब बाँकी हामी लगभग अरू 9-10 टुक्रा चाहिँ बिक्री गर्दैछौँ। त्यस पछाडि चाहिँ हामी यो पार्टनर बिचमा आफै चाहिँ यहाँ एउटा चाहिँ घर बनाउने, एउटा रेस्ट हाउसको रूपमा। अनि सहरको क्राउडबाट चाहिँ बाहिर निक्लिनलाई राम्रो जग्गा भएको हुँदा पछिको लागि आफै पनि राख्दै हुनुहुन्छ है सर? आफै राखेर तत्कालै घर बनाउँदैछौँ हामीले। सानो एउटा टिपिकल घर बनाउने। यो चाहिँ सहरको त्यो क्राउडबाट चाहिँ हप्तामा 1 दिन
हजुर हजुर आनन्द फ्रेस हुन आउने यहाँनिर। हजुर हजुर अनि यो जग्गा किन्दै गर्दा यसको भविष्य के छ सर त्यो पनि खुलाइदिनुस् न। हजुर भविष्य त पहिलो कुरो त थोरै सानो पुँजीले हजुर हजुर काठमाडौँमा घडेरी किन्न पाइयो। हजुर हो त्यो पनि कुनै डुबान पर्दैन, हजुर, कुनै हजुर, पहिरो हाइटमा। लाग्दैन, हाइटमा हजुर हजुर सबै भ्यू दृश्यहरू देखिने। काठमाडौँ शहरको एयरपोर्टदेखि सुन्धारा देखिन्छ, यता पाटनसम्म हजुर देखिन्छ, ललितपुर ललितपुरसम्म पनि देखिन्छ, देखिन्छ हजुर हो। सबैतिर देखिने यो हरियाली वातावरण। हजुर हैन? हजुर एकदम सुन्दर ठाउँ, शान्त हजुर ठाउँ। हजुर त्यो हिसाबले यहाँ बस्नको लागि अति लायक। पहिलो कुरो त पैसाकै हिसाबले हेर्दा नि अब यो राजधानीमा हजुर हजुर चाहिँ यति सस्तो जग्गा, यति सुन्दर ठाउँमा हजुर अब हजुर कहीँ पनि पाइँदैन। हामी पाइँदैन पाइँदैन यति अनि राम्रो अर्को जग्गा कुरा छ। यो बाटो पनि हाइवेबाट हजुर। माथि बस चलिरहेछ म बस देखिरहेको छु हैन। हजुर, हजुर। यसको बारेमा पनि खुलाइदिनुस् न सर। अब यो जोरपाटीदेखि पनि बस चल्छ, रुटको बस हजुर, चल्छ। हजुर, हो। नारायणटारदेखि यहाँ शिवचोक हुँदै यो रुटको बसहरू हजुर चल्छ। हजुर यहाँ तपाईँको वडा कार्यालय यहीँ छ, स्वास्थ्य हजुर, चौकी हजुर। यहीँ नजिकै छ। हजुर हजुर 2 मिनेटमा स्वास्थ्य चौकी हजुर, पुगिने हजुर। भयो। अनि यहाँ ठुला ठुला हस्पिटलहरू पनि बन्दैछ। हजुर हजुर अनि यो यहाँनिर माथि गुम्बा माथि, पारी पनि गुम्बा हजुर। छ त्यो बारे अनि अब खुलाइदिनुस्। यो गुम्बाहरू यहाँ चाहिँ एउटा आयुर्वेद सम्बन्धी अध्ययन गराउने लामाहरूलाई ए पढाएर हजुर हजुर त्यो गुम्बा छ यहाँ। हजुर अनि यहाँ एसियाकै दोस्रो ठुलो गुम्बा र यो एसियाकै दोस्रो ठुलो दोस्रो गुम्बा है। ठुलो हजुर हजुर र त्यो डिजाइन के यसको हजुर हजुर जताबाट हेर्दा पनि एउटै डिजाइन देखिने ए गुम्बा। हजुर हजुर अनि यो चाहिँ तल 4 किलोमिटर तल एउटा शाली नदी पवित्र हजुर धर्मस्थल हजुर शङ्खरापुर एकदम चाहिँ धार्मिक नगर हजुर हजुर हैन, हो त्यो छ। यहाँ अलिकति माथि 4 किलोमिटर माथि आउँदाखेरि एउटा सद्भाव सबै जातिको बसोबास भएको हजुर ठाउँ। हजुर हो अनि बौद्ध धर्मको हेर्नुहोस् गुम्बाहरू अगाडि देख्नु भएको छ हजुर हैन? हजुर अनि धार्मिक यहाँ माथि हिसाबले छ। एउटा ठुलो प्रोजेक्ट पनि हुँदैछ हजुर, दुईवटा यो- भन्ने सुन्थे त्यो हो। बारेमा पनि खुलाइदिनुस् न। यहाँ चाहिँ तपाईँको यो अलिकति साइडमा एउटा स्टार होटल बन्दैछ, हजुर। सानो साइजको हैन। हजुर हजुर त्यस पछाडि अर्को त्यही एरियामा 5 स्टार होटल बन्दैछ। 5 स्टार होटल है हजुर अनि हजुर त्यहाँ अर्को हाउजिङ हुँदैछ। हाउसिङ लगभग हजुर। 100 र पनि भन्दा बढीमा हजुर। हाउसिङ बन्दैछ है सर। हजुर त्यहाँ हाउजिङ बन्दैछ। त्यो हाउजिङ बनिसकेपछि यहाँको जग्गा भनेको यस्ता टुक्रा जग्गा चाहिँ बहुमूल्य हुन्छ कि। हजुर हजुर हो हाउजिङमा त अलिक महँगो नै हुन्छ। हजुर हजुर अब हाम्रो चाहिँ यो पहिल्यै किनिराखेको जग्गा हजुर हजुर अनि पहिल्यै किनिराखे सस्तोमा किने हुनाले अहिले हामीलाई चाहिँ हजुरले पनि यतिमा सस्तैमा दिँदै हुनुहुन्छ। सस्तोमा दिँदैछ। ठिक्कै जग्गाको मूल्यमा टुकुरा जग्गा दिँदै हुनुहुन्छ। ढिकाको मूल्यमा टुक्रा पाइयो एउटा। हजुर हजुर बस्नलाई असाध्यै सुन्दर शान्त हजुर, हजुर। ठाउँ हेर्नुहोस् वातावरणको हजुर हिसाबले हजुर पानी पनि बत्तीको छँदैछ। सुविधा के छ त्यो पनि खुलाइदिनुस्। अब यहाँ त वडाकै अवधारणा के छ भने एक घर एक धारा। अब त्यो एक पनि घर एक धारा हजुर। पानीको हजुर अब हजुर यहाँ जारको पानी खानु पर्दैन। हजुर, हजुर, हो। मिनरल वाटर चाहिने फ्रेस मूलको मूलको फ्रेस पानी। हजुर चाहिँ यो शिवपुरी चाहिँ नि जङ्गलबाट हजुर हजुर यहाँ फ्रेस पानी चाहिँ ल्याएर एक घर एक धारा बाँड्दैछ। हाइटमा ट्याङ्की बनाएको छ, ठुलो हजुर, हजुर। ट्याङ्की। अनि यहाँनिर तपाईँको त्यो खानेपानी भइहाल्यो। हजुर हजुर हो। मोटर बाटोको लागि हेर्नुहोस् भने 1 मिनेट पनि लाग्दैन मेन ट्याक्कै यो हाइवेबाट। माथि देखिरहेको हाइवे बाटो हाइवे बाटो हजुर भयो। हजुर अनि यो अगाडि ढलान दुईतिरबाटै छ। आउन मिल्छ नि सर यो जग्गामा त। यसलाई दुवैतिरबाट हामीले यसलाई चाहिँ एउटा कमर्सियल पनि बनाउन सकिने भयो। हजुर हजुर किन यो हाइवे रुटबाट छिरेर फेरि हाइवेमै निक्लिने ए, हजुर, राउन्डको हजुर, बाटो हो। छ हजुर यो बाटो। अनि यसले गर्दाखेरि भोलि यसलाई कमर्सियल पनि हुने कुरा हजुर भयो। हजुर दुई लाइनमा जग्गाहरू सबै दक्षिण पश्चिम दक्षिण र पूर्व मोडाका जग्गा। पूर्व र दक्षिण फेस गरेका फेस जग्गाहरू गरेको जग्गा। बिहानदेखि बेलुकासम्म घाम लाग्ने। यहाँ बिहान उज्यालो भएदेखि बेलुकासम्म घाम लागिरहन्छ। हजुर। पुसको दिनमा पनि अन्तिम अस्ताउने बेलासम्म यहाँ घाम हुन्छ। हजुर हो सर यो जग्गा हाइटमा भएको हुँदा त्यति पहिरो जाने हो कि भन्ने डर पनि हुन्छ त्यो बारेमा पनि खुलाइदिनुहोस् न। यहाँ हेर्दा त सम्मै यो सम्म बारीमा छ। गर्नुभएको छ हजुरले अब हैन। यो बारी थियो पहिला मकै बारी हो। हजुर, हजुर। यही सेम बारी देखिहाल्नु हजुर भयो। हजुर माथि पनि तल हजुर, पनि मकै तल बारी छ माथि अहिले। मकै बारी। हजुर त्यो बारीलाई खाली बारीको कान्ला मात्रै मिलाएको यो हजुर, चाहिँ हजुर। पहिरो लाग्ने पुरुवा केही छैन। हजुर, यो हजुर। कटिङको माटो हेर्नुहोस् पत्थर जस्तो छ। हो हो अब यहाँ एकदमै चाहिँ नि अहिले तत्काल घर बनाएर बस्न सबै किसिमको सुविधा। हजुर हजुर अब बाटो मेन हाइवे रोड हजुर हजुर रोडको बस बाटोको सुविधा जतिसुकै बेला गाडी भयो। पनि भइहाल्यो। खाने पानी त्यहीँ भयो। बत्ती हजुर, हजुर। अगाडि लाइन छ, हजुर हो। तपाईँकै आँखा अगाडि देखिराख्नु हो। भएको छ होइन। हजुर हरेक किसिमले आज नै घर बनाएर बस्न मिल्ने। हजुर हजुर तुरुन्त त कतिपय प्लटिङमा पुरेको हुन्छ, अरू हजुर। सुविधाहरू हुँदैनन्। हजुर हजुर यहाँ हाम्रो आजैदेखि जग खनेर घर बनाउँदा कुनै समस्या हो छैन। सर। अनि अर्को कुरा पनि यो मापदण्डहरू कटाएर गरेका हुँदैनन् भन्ने सुन्छु प्लोटिङमा होइन। यसमा के छ अनि फेरि कोही कोही प्लोटिङ गर्दा बिचमा बयना उठाएर भाग्ने चलन पनि छ। हजुर। त्यो बारेमा खुलाइदिनुहोस् न। यो हजुरको आफ्नै जग्गा हो कि यो होइन त्यो पनि हाम्रो खुलाइदिनुहोस्। आफ्नै निजी जग्गा हो। हजुर हजुर यसमा ढुक्क भएर लाल पूर्जा हेरेर होइन, हजुर, हजुर। सम्बन्धित मालपोत कार्यालयमा बुझेर हजुर हजुर लिन सक्नुहुन्छ। हजुर यसमा काहीँ कुनै समस्या छैन। हो
अब हामी चाहिँ पार्टनरहरू यी जोरपाटीमै बसोबास गर्छौँ हाम्रो चाहिँ आफ्नो व्यवसाय पेसा भएको हामी चाहिँ कहिलेकाहीँ मात्रै 1-2 वर्षमा एउटा जग्गा किनेर पार्टनर मिलेर गर्छौँ हामी वास्तविक जग्गै मात्र व्यवसाय नै हाम्रो आफ्नै लाल पूर्जाबाट हामी आफैलाई थिचेर दिने हो यो अरूकोबाट अरू बिचमा राखेर बिचौलिया भएर काम गरेको होइन त्यो हुनाले पनि सस्तो भयो के हजुर मिलाएर दिँदै हुन्छ त्यस कारण पनि सस्तो पर्न ल सर अब हामी अन्तिममा छौँ लिन चाहने ग्राहक महानुभावहरूलाई के भन्न चाहनुहुन्छ ल सर र भनिदिनुस् अब यतिको जग्गा हजुर आएर एकचोटि फिल्ड भिजिट गर्नुस् हजुर हजुर अब जमिन हेरिसकेपछि त्यो नलिने भन्ने नै आउँदैन कि पुरै नै हुँदैन मन परिहाल्छ त्यो एकदमै मनपर्छ कोही बिचको मान्छे कसैलाई लगाउनु परेन बिचौलियाले ठग्ला भन्ने टेन्सन लिनु परेन सिधा आफैले बुझेर हेरेर हामी जग्गा धनीसँग सम्बन्धितसँग कारोबार गर्न पाइयो त्यसले गर्दाखेरि लिने मान्छेलाई सुवर्ण अवसर फाइदा अब अहिले आर्थिक मन्दीको समयमा पनि यति मूल्यमा जग्गा कहिले पनि पाइँदैन जब ठुला प्रोजेक्टहरू बनिसकेपछि यहाँ जग्गा एकैचोटि चाहिँ डबल टेबरको मूल्याङ्कनमा हुन्छ लगभग माथि प्रोजेक्ट बन्दैछ 2-3 वर्ष त लाइ नै हाल्छ त्यसपछि यो जग्गाको भाउ यहाँनिरको जग्गाको भाउ ठ्याक्कै डबल तिर्पल हुन्छ अनि त्यस पछाडि अब सीमित जग्गा बाँकी छ हामीसँग अहिले 32 वटा प्लट बनाएको छौँ 32 प्लट मध्ये 9 वटा प्लटको बुकिङ भइसक्यो अब 10-11 बढीमा 10-11 अरु हामी आफै राख्छौँ पछि भविष्य बोकेको जग्गा आउँदा तपाईले आफै पनि केही टुकुरा राखौं भन्ने मन बनाउनु हामीले त तत्कालीन यो साल त अलिक नभ्याइएला हजुर अर्को साल चाहिँ हाम्रो यहाँ घर सुरु हुन्छ हाम्रो आफ्नै पार्टनर बिचमा ल सर सानो जानकारी राख्नु हजुरलाई एकदमै धन्यवाद दिन चाहन्छु है त नमस्कार ल तपाईहरुले पनि सुनिहाल्नु भयो अब ढिला नगर्नुस् है साइडमा मैले नम्बर राखिसकेको छु डाइरेक्ट कन्ट्याक्ट गरेर राम्रोसँग बुझेर लिन सक्नुहुनेछ सर फेरि अन्तिममा एउटा सानो कुरा जोड्न चाहे यसको लोकेसन र यो आउने बाटोको जानकारी सर र दिनुस् न हामी जोरपाटीदेखि यो जर्सिङ पौवासम्म जम्मा 14 किलोमिटर हाइवे रोड आउने हो त्यहाँ साखुदेखि यहाँ माथि आउनलाई जम्मा 4 किलोमिटर छ हाइवे रोड भक्तपुरदेखि पनि आउन सक्नुहुन्छ भक्तपुरदेखि पनि आउन सक्नुहुन्छ नगरकोटदेखि हुँदै आउन पनि सक्नुभयो साखु हुँदै आउन सक्नुभयो मेलम्ची हुँदै आउन सक्नुभयो हैन जताबाट आउँदा पनि सेन्टरमा भएको उनीहरूले अब यहाँ होटल रिसोर्टहरू प्रशस्त छन् यो रिसोर्ट एरिया भन्दा पनि हुन्छ टुरिज्म एरिया हो यो चाहिँ कस्तो भने धरानको चाहिँ भेडेटार जस्तो यो काठमाडौँको लागि शीतल खाने ठाउँ इन्जोय गर्ने ठाउँ हुन्छ यो अब यसको ठ्याक्कै लोकेसन खुलाइदिनु सर यो ठाउँलाई के भन्छ यहाँबाट जर्सिङ पौवा चोक आइसकेपछि यसलाई लगभग जर्सिङ पौवा नै भनिन्छ शंखरापुर नगरपालिकामा पर्यो कति नम्बर वडा पर्यो 3 नम्बरमा है जर्सिङ पौवा चोकदेखि अलिकति अगाडि अलिकति थोरै अगाडि पिच रोड सँगै जोडिया जतिकै हो 1 मिनेट मात्रै छ जताबाट आउँदा पनि हुने यताबाट सिन्धुपाल्चोक काभ्रे जुनैसुकै ठाउँमा जान भक्तपुर जान भयो सबैतिरलाई नजिक पाएक पर्ने रुटका गाडीहरू चल्ने अब स्रोत साधन सम्पूर्ण कुरा भएको त्यसले गर्दाखेरि काठमाडौँको त्यो पोल्युसनबाट अलिकति बाहिर स्वच्छ हावापानीमा जम्मा 20 मिनेटमा चाहिँ नि बाइकमा यहाँ आइपुगिन्छ जोरपाटीदेखि अनि त्यहाँको गर्मीबाट यहाँ आउँदा अहिले पनि यहाँ सिरो गडेर सुत्नु पर्छ स्वर्ग जस्तो शीतल हावापानी अहिले देख्नुभयो काठमाडौँमा कति पोल्युसन छ हैन ल सर हजुरलाई एकदमै धन्यवाद दिन चाहन्छु फेरि पनि है आहा नि यति राम्रो जग्गा हेरिसक्नु भयो मन पारिसक्नु भयो किन लाग्यो होला पक्कै पनि लागिसक्यो यो जग्गाको एक्ज्याक्ट लोकेसन भन्नुपर्दा काठमाडौँ जिल्ला शंखरापुर नगरपालिका वडा नम्बर 3 ठ्याक्कै जर्सिङ पौवा भन्दा अलिकति अगाडिपट्टि रहेको जग्गा है यो 10 रोपनी चान्चुनमा गरिएको प्लोटिङको जग्गा यसमा तपाईले 3.5 आना भन्दा माथि काटेर छानी लिन सक्नुहुनेछ अब यसको फाइदा लिँदै गर्दा के फाइदा छ त यो हाइटमा रहेको हुँदा पुरै भ्यू काठमाडौँ भक्तपुर ललितपुरको भ्यू हेर्न सकिने 1 नम्बरमा 2 नम्बरमा भनेको हाइवे बाटो रुटको गाडी चल्ने हाइवे बाटोदेखि सँगै रहेको पानी बत्तीको प्रशस्त मात्रामा सुविधा एक घर एक धारा पानीको सुविधा है अब अर्को कुरा भनेको माथिपट्टि ठुला होटल रिसोर्टहरू भएको ठाउँमा 5 स्टार होटल बन्दै गरेको ठाउँमा 100 पनि भन्दा बढीमा हाउसिङ हुँदै गरेको छ है माथि त्यो बन्दा बित्तिकै फिनिसिङ हुँदा बित्तिकै यहाँनिर जग्गाको भाउ अर्कै हुन्छ है त एसियाकै सेकेन्ड ठुलो गुम्बाको अलिकति अगाडिपट्टि भन्दा पनि हुन्छ माथिपट्टि पनि गुम्बा रहेको छ जताबाट आउँदा पनि एकदमै बिचमा यस्तो राम्रो जग्गा कतिमा पाउँदै हुनुहुन्छ
जम्मा आनाको 9 लाखले आफ्नो नाममा बनाउन सक्नुहुनेछ है त। अब ढिला नगर्नुहोस्, लिन चाहनुहुन्छ साइडमा हेर्नुहोस् न, जग्गाको लागि भन्दैन म राखिसकेको छु, डाइ कन्ट्याक्ट गरेर राम्रोसँग बुझाइ लिन सक्नुहुनेछ। र केही नबुझेको कुरा छ भने तल कमेन्टमा लेख्नु होला भन्दै आजलाई बिदा हुन चाहन्छु। हस् त, नमस्ते, धन्यवाद। यहाँहरूको दिन समय राम्रोसँग जाओस्।